हेलो गाइज नमस्ते वेलकम टु माई ब्लग। अनि आज चाहिँ मैले आज अर्को ब्लग आयो हजुरहरूको सामु, माया गरिदिनु होला। अनि अहिले चाहिँ कति 5 बजिसक्यो, 5 बजेर नि 15 मिनट गयो होला। अनि दिनभरि घरमा बस्यो। अब चाहिँ बाहिर निस्किन लागेको। उता समीक्षा मामाको छोरी र म चाहिँ यसो डुल्न जान लागेको। हेर्दै गर्नु होला, हामी कता कता जान्छौँ है त। बाई बाई, अहिले एकछिनमा भेटौँला। म चाहिँ अब निस्किएँ। अब म जानु आँटेको। हजुरहरू हेर्दै गर्नु होला है त। अब समीक्षालाई चाहिँ त्यहाँ एकछिनमा भेटिन्छ। बाई, लाज लाग्छ। अब अहिले चाहिँ हामी अब चटपटे खानु आँटेको र लाज लाग्छ गाइजहरू। अब एकछिनमा बनाउँछु ल। अनि के पार्कमा आइपुगिसक्यौँ होइन, हिँड्दा हिँड्दा। अनि अघि चाहिँ चटपटे खाएँ, तर धेरै मान्छे भएर लाज लागेको थियो क्या। पार्कभित्र जाने हो र। यो चाहिँ हाम्रो रानी वन पार्क हो होइन। हजुरहरू घुम्न आउन सक्नुहुन्छ यतै वरिपरि हुनुहुन्छ भने। कति मजाको पो छ त। अहिले म भित्र गएर तपाईँहरूलाई देखाउँछु है त। लाज लाग्छ। यता समीक्षा छ, यता म छु। लाज लाग्यो। अब एकछिनमा भित्र गएर भेटौँ है त। बाई बाई। यो चाहिँ हाम्रो टिकट काट्ने ठाउँ हो। 20 रुपियाँ मात्र हो टिकट चाहिँ। जम्मा 20 रुपियाँ दुईजनाको। अनि त्यसपछि हामी चाहिँ भित्र छिरिसक्यौँ। कोही जता बसे नि हुन्छ। कति मजाको, कति आनन्द ठाउँ छ है। लाज पो लाग्यो क्या। कता कता देख्यो मलाई। चप्पलभित्र राख्नु मिल्दैन हो। के थाहा त। ओइ के खाने हो? कुरकुरे सुरकुरे आउनु त जाउँ। ए म लिएर आउँछु कि। कति मजाको फुलहरू छ। कसैले टिकटक पनि बनाउँदैनन् भने गाइजहरू कति मजाको छ। रानी वन पार्क चाहिँ एकदम खतरा छ होइन। हजुरहरू नि आउन सक्नुहुन्छ यहाँ नजिकै हुनुहुन्छ भने। त्यहाँ हेर्नु न, खेल्ने ठाउँहरू छ बच्चालाई। ठुलो मान्छेले पिङ खेल्ने ठाउँ छ एकदम। हामी रानी वन खरिबोटहरूमा बस्नेहरूलाई चाहिँ बेलुका बेलुका एकछिन रिफ्रेस हुनको लागि त्यहाँ खतरा मजाको ठाउँ छ। धुपी हेर्नुहोस्, धुपी। वे रोज पनि कति मजाको छ यार। आथा हजुरहरूको लागि म यस्तोमा गएर देखाउँछु रे के लास्ट त। कति मजाको। आया क्यामेराको क्वालिटी चाहिँ त्यस्तै हो। एडजस्ट गरेर हेर्नु होला भिडियो चाहिँ। बच्चाहरू खेल्छ यहाँ चिप्लेटी। कति मजाको ठाउँ छ हेर्नु त। तपाईँहरू नि आउन सक्नुहुन्छ है। 10 रुपियाँ मात्र टिकट हो। ए अनि यहीँ भित्र बसेर खान मिल्छ। यहाँ यस्तो बस्ने ठाउँहरू छ। अनि चटपटे अनि चिसो चिया सिया सबै यहीँ भित्र पाउँछ। त्यही हो, अरू त त्यस्तै हो। अब आजको लागि मेरो भ्लग चाहिँ यस्तै हो। आज मजा भयो मलाई त। काठमाडौँ यस्तो झ्याउ झ्याउको ठाउँमा यतिको हामीलाई रिफ्रेस हुने ठाउँ पाउनु नै हाम्रो लागि त ठुलो कुरा हो। हरियाली, शान्त शान्त वातावरणबाट टाढा आनन्द। हेर्नु त रोज कति धेरै यो धुपीको बोटहरू छ। नेपालको झन्डा
यताको साइड चाहिँ सबै बच्चाहरू खेल्ने, बच्चाहरूलाई खेल्नलाई मजा। कस्तो ठुलो एरिया, कति मजाको छ क्या हिँड्नको लागि पनि। टिकटकहरू बनाउन चाहनुहुन्छ अनि टिकटकहरू बनाउन सक्नुहुन्छ। नेपाल हाम्रो साझा घर हो र हाम्रो साझा थर नेपाली हो। संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित। हाम्रो नेपालको झन्डा, नेपालीहरूको शान हो नि त गाइजहरू भनेको आज। ल है त म हो त्यहाँ अहिले बच्चाहरू खेलेको देखाउँछु। अब पिङ खेल्ने ठाउँ छ अनि यसलाई के भन्छ? हो यो नि छ। ए हजुरहरूको बच्चालाई यसो रिफ्रेस गराउनलाई ल्याउन मन छ भने चाहिँ ल्याउँदा हुन्छ। कति थोरै छ नि टिकट पनि, 10 रुपियाँ मात्र 10 रुपियाँमा। ए होइन, भित्रको टिकट चाहिँ 10 रुपियाँ, योहरू खेलेको चाहिँ फेरि छुट्टै चार्ज लाग्छ। धेरै त लाग्दैन तर थोरै नै हो। यता चाहिँ हाँस्दै छ ऊ चाहिँ मेरो भ्लग देखेर। तर म बनाउँछु गाइजहरू भन्ने कि आज हजुरहरूलाई ऊ यहाँ पिङ खेल्ने ठाउँ नि छ ठुलो मान्छेहरूलाई चाहिँ। म बोले त सुन्नु भाइ भएन, अब सुन्नु नसुन्नु। ओइ मैले राखिदिल अहिले चाहिँ। मलाई जन्माउने कोखको कसम, म हुर्केको मेरो माटोको कसम, बरु ठोक गोली थाप्छु यो छाती, ज्यानै हाजिर छ यो देशको लागि। मेरो देश, मेरो देश, कति मजाको ठाउँ छ गाइजहरू, साह्रै मजा छ है। आनन्दको पिस। यहाँ माथि चाहिँ अब मान्छेहरू सबैजना यहीँ तलबाट आएर फर्किनु हुँदो रहेछ। यहाँ चाहिँ खासै नआएर फुलहरू काट्नु भएको रहेनछ। यहाँ चाहिँ आनन्दको यार। तर ओ यो त के को बोट हो? के खानेकुराको जस्तो। हेर्नुहोस् त यहाँ त अबि झाडी छ, झाडी गाडी छ, गाडी। ओइ मन्दिर चाहिँ कुन हो? ए मन्दिर पनि छ यहाँ, मन्दिर उता। मेरो भिडियो त कालले आएर के को मन्दिर न सन्दिर। हामी चाहिँ अब जानु आँटेको। यहाँबाट चाहिँ बुढाहरू खेल्दैछ यता। कस्तो अँध्यारो देखेको। गएँ ल, अब घर गएर भेट्छु तपाईँहरूलाई। कति मजा आनन्दको ठाउँ छ क्या यहाँ चाहिँ। आएर यसो गफ गर्नुलाई, बस्नुलाई, दिनभरि घरमा बसेर वाक्क लाग्यो हुन्छ। अनि यस्तो फ्रेस हुनलाई चाहिँ एकदम खतरा ठाउँ छ है। हजुर पनि आउन सक्नुहुन्छ। मजाको ठाउँ छ हौ, मजाको। मेरो क्यामेरामा चाहिँ खासै राम्रो देखाएन किनकि मेरो एन्ड्रोइड हो क्या। अनि तर ठाउँ त यति राम्रो छ, खतरा। खतरा छ, खतरा। म त खाँदिनँ अनि सन्देश आजबाट फेरि ढिला हो नि त। सन्देश हिजो त्यहीँ बस्या हो। हेलो गाइज, अहिले चाहिँ म घर फर्किसकेँ, घर आइपुगिसकेँ होइन। अनि हामी चाहिँ एकदम त्यो पार्कमा बस्यौँ, गफसफ गऱ्यौँ, आनन्द रमाइलो भयो। त्यो दिनभरि घरमा बस्दा बस्दा इरिटेट भइरहेको हुन्छ नि त।
अनि त्यहाँ गएपछि फ्रेस हुन्छ क्या, कति मजाको पार्क छ, मजा भयो। अनि त्यसपछि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि त्यसपछि अब फेरि नयाँ भिडियोको साथ उपस्थित हुनेछु हजुरहरूको सामने। अनि त्यसपछि भिडियोलाई चाहिँ लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।